Or can Nepal win it? It's dropped by the keeper. Given. We're off to the super over. It's given us a wide. In fact, Nepal win. Nepal win. Nepal win. करण केसीको विस्फोटक ब्याटिङको सहयोगमा आईसीसी विश्वकप लिग 2 अन्तर्गतको चौथो राउन्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ। स्कटल्याण्डको फोर्थ हिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपाल 1 विकेटको रोमाञ्चक जित हात पारेको हो। 297 रनको लक्ष्य नेपालले 1 बल बाँकी रहँदा 9 विकेट गुमाएर पूरा गरेको हो। अन्तिम बलमा नेपाललाई जितको लागि 1 रनको आवश्यक रहेको थियो। करण केसीले सिंगल लिन कुद्दा विकेट किपरले रिजनलाई रन आउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो। नेपालको जितमा करण केसीले 41 बलमा 3 चौका र 4 छक्काको सहयोगमा अभिजित 65 रनको योगदान गरेका थिए। त्यस्तै कुशल भुर्तेलले 44 बलमा 11 चौकाको सहयोगमा 53 रन जोडे। कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटको लागि 72 रनको साझेदारी गरेका थिए। त्यसअघि टस हारेर ब्याटिङको निमित्त पाएको घरेलु टोलीले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 296 रनको योगफल तयार गरेको थियो। स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक 80 रन जोडे। नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले 2-2 विकेट लिएका थिए। सन्दीप लामी छानेको नाममा 1 विकेट रह्यो। जितसँगै 8 टोली सहभागी लिग 2 मा नेपाल 13 खेलमा 8 अङ्कका साथ 7औं स्थानमा रहेको छ। पराजित स्कटल्याण्ड 17 खेलमा 20 अङ्कका साथ 4औं स्थानमा रहेको छ। विश्वकप लिग 2 ओडीआई विश्वकप 2027 को छनौट सिरिज हो। लिगको अन्तिममा शीर्ष 4 मा रहने टोलीले विश्वकपको ग्लोबल छनौटमा सिधै स्थान बनाउनेछ। पुछारमा रहने 4 टोलीले भने विश्वकप छनौट प्लेअफ खेल्नु पर्नेछ।